नेपालमा सांसदहरू चाहिँ अहिलेसम्म बाँदर कसरी हटाउने, बाँदर कसरी दबाउने भनेर चाहिँ तपाईँको संसद भवन हेर्नु लफडा गरिरहेको, झगडा गरिरहेको, आरोप प्रत्यारोप गरिरहेको देखिन्छ क्या। तर समस्याको समाधान के हो भने चाहिँ गाउँलाई विकास गर्नु क्या। तपाईँले गाउँलाई विकास गर्नुभयो भने चाहिँ मान्छेहरू गाउँतिर फर्किन्छन्। गाउँतिर फर्किसके पछाडि पर्याप्त रूपमा चाहिँ मान्छेहरूको बस्ती बसिसके पछाडि, मान्छेहरू भइसके पछाडि यो बाँदरहरू गाउँमा आउने अथवा बाँदरहरू मान्छेहरूलाई सताउने, बालीलाई गर्ने, नष्ट गर्ने हुँदैन का। त्यो भएको छैन। आजभन्दा 10 वर्ष अगाडि, 15 वर्ष अगाडि चाहिँ मेरो गाउँमा चाहिँ बाँदर आतङ्क भनेर चाहिँ थाहा थिएन। तर अहिले चाहिँ बाँदरले आतङ्क मचाइरहेको छ, किनकि त्यहाँ चाहिँ अलमोस्ट 60% मान्छेहरू चाहिँ गाउँ छोडिसकेका। किनकि गाउँमा विकास छैन, गाउँमा सुविधा छैन, शिक्षा छैन, स्वास्थ्य छैन, राम्रो विद्यालय छैन, रोजगारी छैन। त्यही भएर नै अनि मान्छेहरू गाउँ छोडेको कारणले गर्दाखेरि, मान्छेको जनसङ्ख्या कम्ती भएको कारणले गर्दाखेरि चाहिँ बाँदरहरूले चाहिँ बाँदर आतङ्क मचिएको हो क्या। यसरी बुझ्नुपर्छ क्या।